हेलो नमस्कार, म दिपेन्द्र फेरि पनि जानकारीमूलक भिडियो लिएर उपस्थित भइसकेको छु। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले 5,72,431 किता सेयर रु 100 का दरले सर्वसाधारणको लागि खुल्ला गरिसकेको छ। तपाईहरूले यसमा आवेदन दिनुभयो कि दिनु भएन? पक्कै पनि यदि दिनुभएको छैन भने यो भिडियो हेरेर तपाईहरूले थाहा पाउनुभयो र यो सेयर भर्न नभुल्नुहोला। यसको सप्लाई थोरै र पर्ने सम्भावना पनि निकै न्यून रहेको छ। तापनि यदि तपाईहरूलाई परिहाल्यो भने यसले राम्रो पकेट खर्च चाहिँ दिनेछ। नेपाली शेयर मार्केटमा ब्याक टु ब्याक आइपिओहरू आउँदै गर्दा तपाईहरूलाई कस्तो लागिरहेको छ? यदि तपाईहरूलाई कुनै पनि कम्पनीको सेयर परिरहेको छ कि छैन, प्लिज कमेन्ट गर्नुहोला। यो आइपिओ कसले भन्नुभएको छ, प्लिज त्यो पनि कमेन्टमा उल्लेख गर्नुहोला। धन्यवाद। यस्तै भिडियोको लागि फलो गरिदिनुहोला। नमस्कार।